हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल है गाइस। सो तपाईँले बाई द थम्बनेल होइन अन्त टाइटलले थाहा पाइहाल्नु भयो होला आजको स्पेसल डे चाहिँ के हो भनेर है। सो आजको स्पेसल डेमा चाहिँ होइन मसँग चाहिँ एउटा रमाइलो मान्छे जोइन भइसकेको छ भनौँ न है। अन्त ऊ हो यहाँ हाम्रो ललित भाइ। हेलो हेलो एभ्रिवान होइन। अन्त म पनि अब भ्लगहरू बनाउँछु, मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। मेरो नाम चाहिँ कार्तिक अन्त तालाई सबै यसरी सपोर्ट गरिदिनु होला। ताको त अलिक छ फलोअरहरू मजाले माया दिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला होइन। अनि आज इन्जोय गर्ने छ, सबै हेरिदिनु होला, फुल भिडियो हेरिदिनु होला, रमाइलो गरिदिनु होला। सो गाइस अहिले चाहिँ हामी कहाँ छ भन्दा अहिले चाहिँ हामी गेजिङ बजार आइपुगिसकेको छ है। अहिलेको टाइम तपाईँको त्यही 6:30 भइसकेको छ र ललित भाइले यहाँ चाहिँ कलेजको यो दुधहरू बोकिरहेको छ र यहाँ चाहिँ प्र्याक्टिसहरू छ। अझै धेरै सामानहरू लिनु छ है। अहिले यहाँ चाहिँ भ्लग स्टार्ट गरिरहेको छु है। तपाईँहरूलाई त्यहाँदेखि चाहिँ सबै सामान गरिसकेर बसमा हामी सबैजना भेट्छौँ है गाइस। सो गाइस अहिले चाहिँ मसँग छ सञ्जीवन है। हामी चाहिँ तपाईँले देख्न सक्नुहुन्छ माछा किनेर जाँदैछ। कलेज बस आयो अरे हो। है ढिलो भयो नि त, भैया ढिलो उठेर दोकान ढिलो खोल्यो कि। अन्त हामी छिटो बसमा जाँदैछ गाइस है। हाम्रो बस चाहिँ तल छ गाइस है, त्यही कारणले हामी कुद्दै जाँदैछ। यहाँ तपाईँले देख्नुहुन्छ मेरो साथी करण है, तपाईँले देख्न सक्नुहुन्छ यहाँ हाम्रो भाइ। अहिले चाहिँ हामी कलेजको बसमा छ है गाइस, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हाम्रो बहिनी हाम्रो प्रशान्ति, ए बु बहिनीको नाम के हो? जाङबु बहिनी छ। सो गाइस अहिले चाहिँ हामी पेलिङ आइपुगिसकेको छौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ बाहिर होइन। हामी चाहिँ यहाँ बस बाहिर छ। Laugh sometimes about this look. म vlog बनाउँछु अब। Hello guys, how are you feeling today? Okay. अन्त दाग हुन्छ भने मुखै धुनु छोडिदिएको। र हाम्रो चाहिँ यहाँनिर हल्का जाम भइसकेको छ है। यहाँ जाम भएको कारणले गर्दा चाहिँ हल्का बस अड्किदिरहेको छ। अन्त केटाहरू चाहिँ यहाँनिर हल्का मिलाउँदैछ। यहाँ बस अड्केको कारणले गर्दाखेरि चाहिँ हल्का बस अड्के हाम्रो बस अड्के तपाईँले देख्न सक्नुहुन्छ होइन। हामी चाहिँ अब भर्खरै आइपुगेको यहाँ चाहिँ ठुलो गाडी पनि तपाईँले देख्न सक्नुहुन्छ। ए अझै त हाम्रो बस पनि अड्किरहेको छ। अन्त आउँदैछ, हामी यहाँबाट साथैमा चढ्नेछौँ। भर्खर मैले हटाएर आएँ नि दाजु। गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यो है। भाइ कस्तो फिल भइरहेछ तिमीलाई? एकदम आनन्द भुगु। तिमीलाई कस्तो फिल भइरहेछ? एकदमै हैन, अब चाहिँ एकदमै गएर इन्जोय गरे। फिल चाहिँ एकदम राम्रो भइरहेछ। ओपी है। ओपी जुम जिफुङले चाहिँ आफ्नो साउन्ड सिस्टम बोकिसकेको छ। के साह्रो स्याहारेको सानो पर्छ। सो गाइस हामी चाहिँ अब बसबाट झर्दैछ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ है। म आज के गर्दैछु म तपाईँहरूलाई देखाउनेछु होइन। यहाँ पनि भाइ वेलकम टु माई च्यानल भाइ। हेलो दा गाइस अहिले चाहिँ हामी है दावा सरसँग चाहिँ जाँदैछु म। दाजु कस्तो लागिरहेछ तिमीलाई? मजा रमाइलो लागिरहेको छ। केशवको पनि युट्युब च्यानल छ है गाइस, सबैजना सब्सक्राइब गरिदिनुहोस्। के छ केशव ब्लगिङ छ, तपाईँले पनि यसो माया देखाइदिनुहोस् है। हाम्रो अन्त हेलो सिक्किम होइन, उसको त भन्नु पर्दैन, तपाईँलाई थाहा छँदैछ त। यु क्यान सब्सक्राइब मी होइन। भयो थ्याङ्क यू गाइस। हामी चाहिँ तल जाँदैछ है।
माथि रोडदेखि चाहिँ अलिक हिँड्नुपर्ने रहेछ। यहाँ सायद स्विमिङ पुलहरू पनि रहेछ है। आइसाला स्विमिङ पनि खेलिन्छ अब भनेर। यहाँ चाहिँ हाम्रो अजय भाइ होइन एजे भ्लग रिसेन्टली कुन चाहिँ भिडियो हालेको थियो अस्ति योक्सुमको आर्ट एन्ड लिटरेचर फेस्टिभलको लगाएको छु होइन तपाईँहरूले डु सब्सक्राइब है हाम्रो भाइको च्यानल पनि सब्सक्राइब गरिदिनुहोस्। कौशिला वेलकम टु माई च्यानल। Ma'am, welcome to my channel. Hello, how are you? I'm fine, ma'am. How are you, Lakpa? I'm very good. Why so desperate today? कनेक्ट गर्दैछु यहाँ साउन्ड सिस्टम हो। ए हाम्रो चाहिँ आजको चाहिँ यताउता हाम्रो पुनित भाइ है। वेलकम टु माई च्यानल भाइ। आज कस्तो लागिरहेको छ तिमीलाई? अब कति दिनमा त हामी यता आयो है घुम्नु? अब एकदम राम्रो लागिरहेको छ है। अब सबै मिलेर रमाइलो गर्ने है। ल त्यसो भरे भेट्दै गरौँ ल। यु क्यान सी होइन हामीसँग जुनी पनि जोडिनु भएको छ। हेलो जुनी वेलकम टु माई च्यानल। अन्त हाम्रो रोशना है मैले तपाईँलाई बसमा चाहिँ कति खोजेँ। ए हो म अगाडि म्यामसँग बसेको थिएँ। ए मलाई चाहिँ खोजेन? तपाईँलाई पनि खोजेँ त त्यो जुनीलाई खोज्दैछ भने मै त बहिनी वेलकम टु माई च्यानल। मजाले प्रशान्ति वेलकम। यता चाहिँ जलपरी अरे हो फुल्सामा मात्रै पाउँछ त। यो चाहिँ धानको चामल ल मामा। चलाउ ल चलाउ ल चलाउ। ए छुनु नि हुँदैन मामा। यो चाहिँ दाल हो होइन। यो गुन्द्रुक अर्ग्यानिक चायपत्ती रहेछ हो। यो तपाईँको मकैको चामल। यो चाहिँ के को लोगो अलिकति यो तपाईँको हाम्रो एउटा यो चाहिँ एउटा के भन्छ यसलाई चाहिँ एउटा हाम्रो भन्छ नि क्या लिम्बूको यो एउटा उयो चिनो होइन यस्तो हुन्छ होइन। कतिजनालाई थाहा छैन होला है। लिम्बूको के पो भन्छ दाउ सर के कस्तो छ अन्त आजको तपाईँलाई? रमाइलो छ है ओके। सो गाइस हामी चाहिँ अलिक पर आइसक्यो होइन। यस्तो मजाको खोला रहेछ होइन तपाईँले देख्न सक्नुहुन्छ। यसको माथिपट्टि स्विमिङ पुल रहेछ। अन्त थाहा छैन अब यस्तो गरम चाहिँ भइरहेछ स्विमिङ खेल्ने चाहिँ भनिरहेको थिएन। अन्त खोलामा खेल्ने भन्छ केटाहरूले तर खोला चाहिँ यस्तो खालको रहेछ होइन। मलाई चाहिँ अलिकति डर लाग्यो। अब बा हामी स्विमिङ पुलमा खेल्छ बा यहाँ खेल्छ होइन। तपाईँलाई जहाँ पनि खेल्यो हामी तपाईँलाई देखाउने छ है। हाम्रो यहाँ चिया बनाउनु लागि चाहिँ एकदम हाम्रो अझै भाइ रिएक्सन चिया बनाउनु लागि सबैजना रेडी हुनुहुन्छ है। घगर जातिको सक्नुहुन्छ होइन। म्याम तपाईँलाई कस्तो फिल भइरहेको छ आज? I'm feeling very excited. Weather is good and I'm enjoying a lot. This is the picnic of the Gandhi Government College. I hope you all are also enjoying. Yes ma'am, we are also here. Thank you ma'am. बहिनीहरूलाई कस्तो फिल भइरहेको छ आज? हामी हला भला यो गरेर होइन हला भलाइ फिल हुँदैछ। पाक्दैछ यो समोसा बाँडेको छैन अझै पनि? त्यहाँ चाहिँ तिमीलाई कस्तो फिल हुँदैछ? यस्तो हावा चल्दाखेरि मुभी खेलेको जस्तो लाग्छ। टाइटानिकको जस्तो फिल हुँदैछ। नेक्स्ट तपाईँहरूले देखिसक्नुभयो होइन यहाँ चाहिँ के हुँदैछ भनेर। म चाहिँ भ्लगिङ गर्छु अरू सबैजना चाहिँ बिजी छ है। यहाँ हाम्रो ललित भाइ चाहिँ एकदमै आज एकदमै सिन्सियर बोय अफ द इयर हो नि दा। म त कति काम गरिदिन्छु काम गर्दा गर्दा काम गरेको गाइस है। लानुहोस् कस्तो सुरेन भन्नुभएको युट्युबर भन्दा पनि हुन्छ त। फेरि खासमा चाहिँ के को दुःख भएछ भन्दा चाहिँ यहाँनिर चाहिँ प्याजको दुःख भएछ। ठिकै छ हामी प्याज बिना एडजस्ट गर्नु सक्छ प्याज बिना। इङ्ग्लिस बोलिदिनु त्यहाँ ओडियन ओनियन योपालि चाहिँ हामी रोपिदिइरहेको छैन ओनियन अनि अर्को पालि हुन्छ ठिकै हुन्छ। पिएनजीबाट आएकोहरू इङ्ग्लिस बोल यसो हामी इङ्ग्लिसमा डिबेट खेल्ने भने खतरा बोल्छ इङ्ग्लिसमा एकदमै राम्रो हुनुहुन्छ पढ्नुतिर पनि राम्रो हुनुहुन्छ होइन। हाम्रो क्लासको टपर हो हामी भन्नु पर्दाखेरि। हामी पनि पिजीको चाहिँ टपरै हो। पहिला त टपर हो पहिला ओनरहरू हुन्छ टपरहरू। देख्न सक्नुहुनेछ जतिको खतरा बेल चाहिँ अरू छैन साँच्ची भनेको। साथीलाई देखाइदियो न हाम्रो सञ्जीवन पनि एकदम काम गर्दैछ है। हाम्रो यहाँ के छ पनि भनिदिनुहोस्। सामानहरू छ तपाईँले यहाँ देख्न सक्नुहुन्छ ओ
लक भयो ए यो चाहिँ धनिया हो तपाईँले देख्न सक्नुहुन्छ होइन यो चाहिँ अन्त युज एन्ड थ्रो ग्लास हो होइन यसमा चाहिँ हामी चिया खानुपर्छ होइन अन्त फेरि खाएर फेरि फ्याल्नु हुँदैन नि फेरि पखालेर राख्नुपर्छ अनि यसलाई रुममै लिएर जानुपर्छ यता चाहिँ हाम्रो रिन्चेन्डो छ चस्मा लाएर निकै ठुलो भएको छ निकै यो हाम्रो टपरै हो है जतिको त होइन लाइन यता हाम्रो अर्को टपर पनि हुनुहुन्छ दावा सर हुनुहुन्छ दावा सर के भन्नु चाहनुहुन्छ तपाईँ आजको जुन चाहिँ हाम्रो यो च्यानलमा के भन्नु चाहनुहुन्छ ठिकै छ राम्रो छ आज तपाईँ चिकन फिस र अन्त पनिरमा के खानुहुन्छ तपाईँ सबै खानुहुन्छ है अनि तपाईँ गर्लफ्रेन्डलाई के मेसेज पठाउनु हुने छैन गर्लफ्रेन्ड छैन र गाइस यताउता भ्लग गर्दा गर्दा म चाहिँ फर्केर घुमेर आइपुगेँ हाम्रो कौशिला र लाक्पाको छेउमा के बनाउनु हुँदैछ खिरो ठिक छ मिठो हुनुपर्छ है कौशिला खै एकताल म पनि चलाइ हेर्नु कस्तो हुँदो रहेछ अनि पातला भयो त अनि पातला भयो अन्त तिमी चाहिँ कहाँ गएको यता हेर वेलकम टु ब्याक माई च्यानल गाइस मैले चाहिँ चिनाउनै बिर्छु बसमा त्यस्तो हतार थियो तपाईँलाई चिनाउनु पाइनँ तपाईँले थाहा भइसक्यो होला हो यो हार्मोनी कहाँ छ बजाउ त एउटा हल्का सुनाइदेऊ न वाउ वाउ सो नाइस सो लभली नानी पनि भन्दा हुने रहेछ यता बहिनी चाहिँ नि हेर्नुहोस् दा मैले 2 को सोचिदिइरहेको थिएँ र बहिनी भनिदिँदै थिएँ होइन 3 को रहेछ त्यही कारण आज दिनमा उहाँलाई नानी भन्छु ल दा बहिनीहरू चाहिँ एकदम दामी दामी कटिङ कटाइ हो यो रम्बेरा यो चाहिँ साउथ इन्डियनको यस्तो एकदम सिक्किमको रम्बेरा कटाइ हो बहिनीहरू चाहिँ एकदम बहिनी चाहिँ छिटो पनि हेर मिठो पनि हेर यो बहिनीको चाहिँ म भिडियोमा निकालिरहेको छु ल दा हो नि दा बहिनीहरू क्याटरिङ ग्रुपमा थियो क्या पहिला है मिस विनिता कल्पनाले चाहिँ छिटो पनि गर्दो रहेछ मिठो पनि गर्दो रहेछ हाम्रो पुनित भाइको चाहिँ कति वर्षको एक्सपिरियन्स हो एक्सपिरियन्स कति वर्षको हो एक्सपिरियन्स भनिदिनु चाहिँ तपाईँको है ठिक छ रेडी बस न रेडी Okay. 1, 2, 3 Oh, come on. बहिनीहरूले चाहिँ एकदम मजाले इन्जोय गर्दै रहेछ होइन मजाले काट बहिनीहरू त्यसो सबैजना बिजी भइरहेको छ होइन एकदमै भएर काम गरिरहेको छ ललित भाइ के छ सिरियस हो पुरा प्रेसर भइदिनु पहिलाको कुरा सोचेर रोस्टा उसको च्यानलमा पनि प्लिज आइदेऊ कम हियर 10 जना जस्तो रहेछ च्यानल ल मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नु उसको नगरे पनि ल थ्याङ्क यू
चाहिँ फोटो सेसन चल्दैछ मुडमा देख्दैछु ठिकै होइन साथीहरूको भन्नुहरू के छ दुईजनाको च्यानल सब्सक्राइब गरिदिनुहोस् है ए अर्को बहिनीले पनि गरिदिनुहोस् गरिदिनु पर्यो मेरो नयाँ च्यानल छ यहाँ तपाईँ प्रशान्त देख्न सक्नुहुन्छ दि तपाईँले मेरो च्यानलमा के बोलिदिनु पर्यो भनिदिनु नि प्रमोसन दिइहाल्नु दिनु पर्यो प्रमोसन दिनु पर्यो धेरै खुसी लाग्यो तपाईँलाई देखेर